तपाईँहरूकै मोबाइलमा खोल्ने भनेको खोल्ने बेलामा हामीहरू नभइकन खोल्ने हो यो मैले त्यही भएर भिडियो खिचिरहेको थिएँ। यहाँ तपाईँ खोल्ने कुरै होइन, एउटा पल्टाएर प्लान पर्छ होइन। मैले हामी लगेर म प्रहरी हामी लगेर हामी खोल्छौँ भने होइन भनेको होइन, हामी त्यो गर्छौँ। हाम्रो त्यो छैन, उहाँहरूलाई पनि छैन। यो चाहिँ सरकारी सम्पत्ति हो, यसलाई चाहिँ सिल्दै साथ लाने जिल्ला प्रशासन त्यहाँको मान्छे आउनुहुन्छ, तपाईँहरूको मान्छे आउनुहुन्छ, सबै बसेर अनि नेपाली सेनाले नै यो यसमा चाहिँ सहयोग गर्यो भने नेपाली सेनाको पनि त्यहाँ हुन्छ, सबैले गरेर त्यसलाई सार्वजनिक गर्ने कुरो पनि हो। यो सानो क्षेत्र भेरमा बसेर सम्बन्धित मान्छेले व्यक्तिले पाउनु पऱ्यो कि अहिले हाम्रो जान्थ्यो भेरमा पोषणलाई। त्यही भएर तपाईँहरूको 2-4 जना 5-7 जनाको कस्तो नाम के छ यहाँको आफ्नो होइन, उहाँको सायद हामी पनि हुँदैन होला, उहाँ गरेर सार्वजनिक गरेर यो चाहिँ यो मिडियामै आउँछ। बुझ्नुभयो नि त? अब यो लानु चाहिँ सहयोग गरिदिनु पऱ्यो। होला भेटेको लकर लोड भयो साथीहरू। ल पुलिस चौकी लिएर जानलाई है त। दर्शकहरू म अहिले नारायणघाटमा छु। नारायणघाटमा रसुवाको बाढी आइपुग्दा यहाँका जनता चाहिँ ग्यास र दाउरा ओसार्नेमै एकदमै हतार देखिनुहुन्छ। देख्न सक्नुहुन्छ यो दृश्य। यो दृश्य मैले नारायणघाटको कैद गरेको छु र रसुवाको जुन बाढीले विदण्ड मचाएको छ यो बेला नारायणघाटमा दाउरा र ग्यासको लागि आफ्नो ज्यान जोखिममा राखेर यो नदीमा प्रवेश गर्दै हुनुहुन्छ। देख्न सक्नुहुन्छ यो दृश्य। यो दृश्य हो नारायणघाटको। यहाँ देख्न सक्नुहुन्छ यो रसुवाको जुन बाढीले विकण्ठ मचाएको छ। यो बेला चाहिँ यहाँका सर्वसाधारण जनताहरू एकदमै आफ्नो यो ग्यास र दाउरा लिनको लागि खोसाखोस छ। यो ज्यानलाई आफ्नो ज्यानलाई जोखिममा राखेर हेर्नुहोस् दर्शकहरू देख्न सक्नुहुन्छ यो नारायणघाटको दृश्य कैद गरेको छु मैले। खोलाको प्रभाव नगरी यो बाढीको प्रभाव नगरी दाउरा ओसार्नको पछाड मछाड भएको दृश्य मैले यहाँ कैद गरेको छु। देख्न सक्नुहुन्छ हेर्नुहोस् दाउरा लिनेको भिड छ। त्यो त के भयो पक्कै पनि दर्शकहरू यो कुनै रमाइलो गर्ने क्षेत्र त होइन, तर यहाँका जनताहरू भने एकदमै दाउरा ओसार्नलाई पछाड मछाड गरिरहेका छन्। कसैले माछा समातेका छन् त कोही चिल्लाएका छन्, कोही कसलाई ल हेर्नुहोस् दर्शकहरू यहाँ माछो ओहो माछो लिएर एकजनाले ठुलै माछो लिएर आइसक्नु भयो। त्यो माछालाई मैले देखाउन गइसकेको छु। माछो लिएर आउनुभयो ठुलो खै माई गड माछो लिएर यति ठुलो माछो कुन माछो हो? माछो ल हेर्नुहोस् माछो